दिनभरि हिँड्यो भरे बेलुका कहाँ बस्ने होला भन्ने पनि हुन्छ। पूर्व पश्चिम कहाँदेखि कहाँसम्म छ सबै हेर्न इच्छा भएको कारणले र यो देशका जनताले निःशुल्क एम्बुलेन्स चढ्न पाओस् भन्ने भावना राखेर तत्कालको लागि आवश्यक पर्ने एम्बुलेन्स चाहिँ राज्यले व्यवस्थापन गरोस्। जुन ठाउँ महत्त्वपूर्ण छ, जुन ठाउँमा मैले जाउँ जस्तो लाग्छ त्यो ठाउँमा गएर चाहिँ लाखजना मान्छे भेट्ने चाहना छ। नमस्कार, यति बेला हामी यहाँ तपाईँका लागि देखाउँदैछौँ माधव कुइकेल। उहाँ चाहिँ साइकल यात्रीबाट साइकलबाट 77 जिल्लामा घुमिसके पछाडि त्यहाँको अवस्था बुझिसके पछाडि फेरि 1 लाखजना मान्छेलाई भेट्ने उद्देश्यका साथ पैदल यात्रामा हुनुहुन्छ। उहाँसँगै उहाँको परिचय, उहाँको सङ्घर्ष, दुःख र उद्देश्य के हो भन्ने बारेमा आज हामीले तपाईँका लागि कुराकानी गर्दैछौँ। सर, तपाईँलाई स्वागत छ। धन्यवाद सर। सर्वप्रथम तपाईँको परिचय दिनुहोस्, त्यस पछाडि अरू कुराकानी गर्दै गरौँला। नेपाल साइकल यात्री माधव कुइकेल, इन्द्रावती गाउँपालिका नवलपुर 4 सिन्धुपाल्चोक। जो सिन्धुपाल्चोकमा जन्मिनुभएका तपाईँले होइन, जुन 77 जिल्लामा साइकलबाट हिँड्छु भन्ने त्यो अठोट ल्याउनुभयो, यो सोच चाहिँ तपाईँलाई कसरी आयो? म देवघाट महेश सन्यास आश्रम डाक्टर रामानन्द गिरिजी महाराजको सेवामा थिएँ। उहाँको सेवा गर्दा गर्दै एउटा सोच मलाई परायो कि यो दुनियाँमा आइयो, आखिरी मान्छेले लाँदैन केही पनि भन्ने सोच आयो र म यो मेरो नेपाल पुरै हेर्छु र म यो मेरो देश नेपालमा के कस्तो जात भेषभूषा जाति धर्म डाँडा काँडा पूर्व पश्चिम कहाँदेखि कहाँसम्म छ सबै हेर्न इच्छा भएको कारणले र यो देशका जनताले निःशुल्क एम्बुलेन्स चढ्न पाओस् भन्ने भावना राखेर मैले यो साइकल यात्रा पुरा गरेँ। 77 जिल्लामा घुम्नुभयो। कति दिनको यात्रा पछाडि तपाईँ पुग्नुभयो? म 127 दिन चाहिँ मलाई 77 जिल्लाको सदरमुकाम पुग्नलाई लाग्यो। हजुर। त्यसपछि मैले 127 दिन त्यो पार गरिसके पछाडि 1 लाखजना मान्छे पनि भेट्ने चाहना थियो। त्यो चाहिँ अधुरो रहेको हुनाले अहिले पैदल मार्फत म भेट्छु भनेर लागिरहेको छु। जुन 77 जिल्लामा साइकलबाट घुमिसके पछाडि तपाईँ फेरि पैदल यात्रामा हुनुहुन्छ, यो उद्देश्य के हो तपाईँको? खास साइकलमा हिँड्नुभयो पहिले, फेरि अहिले पैदल हिँड्नुभएछ र लाखजना मान्छे पनि भेट्छु भन्नुभएको छ, यसको उद्देश्य के छ? यसको उद्देश्य दुखी, पीडित, गरिब, अनाथ, असहाय, अपाङ्ग यस्ता व्यक्तिहरूले निःशुल्क उपचार, स्वास्थ्य, शिक्षा, खानेपानी पाओस् भन्ने मेरो चाहना हो। र जुन एम्बुलेन्स तत्कालको लागि आवश्यक पर्ने एम्बुलेन्स चाहिँ राज्यले व्यवस्थापन गरोस्। म चाहिँ साइकल यात्रामा जुन उद्देश्य लिएर हिँडेको थिएँ, स्वास्थ्य, शिक्षा, खानेपानी, फ्री एम्बुलेन्स जनताले पाउनुपर्छ भन्ने एउटा माग राखेर 77 जिल्ला प्रशासन, प्रहरी कार्यालय र सिडिओ कार्यालयमा एउटा आफ्नो भनाइ राखी र 1 लाखजना मान्छे पनि भेट्ने चाहना चाहिँ थियो। त्यतिखेर पुरा गर्न सकिनँ। नसक्या हुनाले अहिले म यो पैदल मार्फत जुन ठाउँ महत्त्वपूर्ण छ, जुन ठाउँमा मैले जाउँ जस्तो लाग्छ त्यो ठाउँमा गएर चाहिँ लाखजना मान्छे भेट्ने चाहना छ। अहिलेसम्म कतिजना मान्छे भेट्नुभयो र यो पैदल यात्रा चाहिँ कति जिल्लामा गर्नुभयो? अहिलेसम्म मैले 22,000 जनाको नाम लेखेको छु। हजुर। र यो पैदल यात्रा चाहिँ मेरो सिन्धुपाल्चोकको लगभग आधी भाग, हजुर, काभ्रे, काठमाडौँका केही भागहरू हुँदै म यतिखेर गुल्मीमा छु। गुल्मीमा हुनुहुन्छ र दुर्कोटमा आउनुभएको छ। लगभग कति जिल्ला भन्नुभयो? लगभग 4 जिल्ला, 5 जिल्लामा घुम्नुभएको छ। काठमाडौँबाट पैदल आउनुभयो दुर्कोटसम्म? म काठमाडौँबाट हजुर। चुनौती चाहिँ तपाईँको अब दिनभरि हिँड्यो भरे बेलुका कहाँ बस्ने होला भन्ने पनि हुन्छ। एउटा बासको समस्या आयो। त्यसपछि अब कतिपय मान्छेहरूले त किन के कसरी भनेर लफडा पनि गर्न खोज्छन्। यस्ता हरेक चुनौतीलाई पार लाउँदै म अगाडि बढिरहेको छु। बस्न चाहिँ तपाईँलाई म सामाजिक व्यक्तित्व को छ त भनेर खोजेर बस्ने गरेको छु। मैले यसमा होटेलमा बस्ने मेरो चाहना छैन र म होटेलमा खाँदा पनि खाँदिनँ। म थोरै तपाईँको पारिवारिकतिर जोड्न चाहन्छु। तपाईँ चाहिँ घरमा को हुनुहुन्छ र परिवारले के भन्नुहुन्छ तपाईँलाई यसरी हिँडिरहँदाखेरि? अब मेरो पारिवारिकमा चाहिँ मेरो श्रीमती, छोरा एउटा, बुहारी, नाति अनि छोरी। हजुर। र छोरा चाहिँ नेपाल आर्मीमा जागिर खान्छन्। हजुर। र परिवारले चाहिँ अब बुढेसकाल लाग्यो, दुःख हुन्छ, नहिँडे हुन्थ्यो भन्ने चाहना राख्दै पनि सकेन। ल ठिक छ, तपाईँको इच्छा पुरा गर्नुहोस् भनेर अहिले छोडिदिएका छन्। म चाहिँ एउटा सङ्घर्षमय जीवन, एउटा पुरै नेपालको रेडियोमा एक दिन नेपाल साइकल यात्री माधव कुइकेलले 1 लाखजना भेट्यो भनेर बजाउने नि धोको पोकेर हिँडिरहेको छु सर। हस्, धन्यवाद यो समय दिनुभएकोमा।